यो घोराइ 18 मध्यमा यो एकदमै वन सर्प भन्छ यसलाई। यो कपर हेडेड ऱ्याट स्नेक इङ्ग्लिस नाम, यो नेपाली नाम यो एकदम यो अविषालु, पूर्ण रूपले अविषालु सर्प हो। एकदम यो एकदम एग्रेसिभ हुन्छ यो समयमा, तर यसले टोके पनि डराउनु पर्ने आवश्यक छैन। यो चाहिँ एकदम पूर्ण रूपले अविषालु सर्प भन्छ यसलाई, सिङ्गारो सर्प एकदम देख्न सक्नुहुन्छ तपाईँले, यस्तो एग्रेसिभ हुन्छ। टोक्छ कम रिसिन्छ, ऊ रिसेर होइन, यो कपर हेडेड भन्ने ऱ्याट स्नेक भन्ने हो कि यो अविषालु सर्प हो। यो एकदम एग्रेसिभ त हुन्छ, खतरा हिसाबले हान्छ कि यसले, हान्न टोक्नु त खोज्छ एकदम पुरै यस्तो फुल्लेर पप हान्न खोज्छ। ऊ त्यहाँ रिसिरहेको छ क्या, सट्ट हान्छ यसको। यस्तो हुन्छ क्या एकदम खतरा पाराको हुन्छ यो। यो फेरि एकदम उयो खतरा हुन्छ क्या यो, यसले टोक्यो भने त्यो के अरे विष लाग्दैन यो। यो सिङ्गारो सर्प भन्छ कि यसलाई। यो वनतिर पाइन्छ प्रायः जसो। किन टोक्ला, टोक्छ त नि, यो टोक्छ। यो टोक्यो पनि विष लाग्दैन कि यो सर्प। हजुर केही गर्नु पर्दैन, डराउनु पर्दैन। म आइसकेको छु त अब।